Hello guys, this is me Tara Limbu from the channel of Woodcraft NP अनि तपाईलाई मेरो च्यानलमा स्वागत छ। मेरो पछाडि देख्नु भएको चाहिँ वार्डरोब हो। यो चाहिँ मैले बनाउन लागेको स्लाइडिङ वार्डरोब र के गर्न गइराखेको छु भनेर चाहिँ तपाईले थम्बनेलबाट पनि थाहा पाइसक्नु भयो होला। मैले चाहिँ यसमा स्लाइडिङ च्यानल इन्स्टल गर्न खोजिरहेको छु अनि यसको सम्पूर्ण प्रोसेस सम्पूर्ण टेक्निकहरु चाहिँ के हुन्छ त मेजरिङ कसरी गर्छ त हैन यसको इक्विपमेन्टहरु यसमा आउने एक्सेसरिजहरु चाहिँ के हो हामीलाई चाहिने के हो हामीले गर्नुपर्ने चाहिँ के हो त भन्दाखेरि मैले त्यो विषयमा चाहिँ सानो भिडियो बनाउँदै छु। यदि तपाई कार्पेन्टर हुनुहुन्छ यो विषय यो चाहिँ अब तपाईलाई जान्न जरुरी छ भने चाहिँ यो भिडियो चाहिँ तपाईको लागि नछुटाइ हेर्नु होला। डोन्ट स्किप लाइक कमेन्ट शेयर गरिदिनु होला ताकि तपाई भन्दा अरूलाई पनि यो जानकारी पुगोस्। कसैले पनि तपाईलाई यस्तो टेक्निकहरु प्राय सिकाउँदैन। अब मिस्त्रीहरुलाई पनि के हुन्छ भने प्रब्लम हुन्छ नि त कति मिस्त्रीहरुलाई प्रब्लम हुन्छ रिस्की पनि हुन्छ अनि अब एक्सेसरिजहरु यसको ट्रेलहरु एकदमै महँगो पर्छ सामानहरु अनि अलिकति छ्यास बिग्रिहाल्यो भने फेरि नयाँ किनेर ल्याउनु पर्ने हुन्छ अनि एक्सपेन्सिभ त नभनौं कस्टली हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मिस्त्रीहरुले नयाँ मान्छेहरुलाई चाहिँ अलिकति सिकाउन अलि गाह्रो मान्छ। मैले चाहिँ तर सम्पूर्ण टेक्निक चाहिँ यो भिडियोमा इन्क्लुड गरेर तपाईहरुको लागि पोस्ट गर्दैछु हेर्नु होला। अनि हामीले स्लाइडिङ वार्डरोब कसरी बनाउने कारखानामा बनाउने र बाहिर बनाउँदा के फरक हुन्छ म पनि त्यो पनि भन्छु है त हेर्नु होला। अब यहाँ देखिराख्नु भएको छ हाम्रो स्लाइडिङ वार्डरोब हैन त। वार्डरोब यो चाहिँ 80 स्क्वायर को छ हैन 80 स्क्वायर को वार्डरोब हो। हामीले वार्डरोब बनाउँदाखेरि कारखानामा बनाउँदा चाहिँ अब यस्तो पिस पिस बनाउनु पर्यो किन बोकेर लानु पर्छ सिफ्ट गर्न पनि सजिलो होस् भनेर चाहिँ बीचमा चाहिँ मैले 12 mm को डबल गरेछु एउटा एउटा पार्ट हैन। अनि यो भर्टिकल ठ्याक्क छ। अनि हामीले वार्डरोब स्लाइडिङ वार्डरोब बनाउँदै गर्दा चाहिँ केमा ध्यान दिनु मोस्टली केमा ध्यान दिनुपर्छ भने यो हाम्रो ट्रेल छ नि यो च्यानल प्रोफाइलको लागि चाहिँ 3.5 इन्ची ग्याप छोड्नुपर्छ है त। कहाँ छोड्नुपर्छ भन्दाखेरि यो हाम्रो बाहिरको भाग छ नि देखिराख्नु भएको छ यो जुन हाम्रो ट्रेल बस्ने भाग हो यहाँ चाहिँ 3.5 इन्ची हामीले छोड्नुपर्छ। चाहिने 3 इन्ची हो तर 3.5 इन्ची छोड्नु भने चाहिँ राम्रो स्पेस आउँछ पछाडी डोर अब पछाडी ठोकिने चान्स पनि हुँदैन हैन। अब लकहरु फिटिङ गर्नुपर्छ ह्यान्डलहरु फिटिङ गर्नुपर्छ अलि गाह्रो हुन्छ त्यही भएर अलिकति ग्याप होस् भनेर चाहिँ 3.5 इन्ची छोड्नुपर्छ। अब तपाईलाई ट्रेलको बारेमा जानकारी गराउँदाखेरि तपाईको चाहिँ यो ट्रेल चाहिँ छ नि यो माथिबाट बस्ने ट्रेल हो है। यो चाहिँ 12 mm को माथि बस्ने हुन्छ 12 mm थिकनेस भएको चाहिँ हैन हेर्दा नि चट्ट छुटिहाल्छ। यो चाहिँ माथिबाट बस्ने ट्रेल हो अनि मुनिबाट बस्ने चाहिँ 6 mm को हुन्छ जस्तो यो 6 mm को ट्रेल हो यो चाहिँ मुनि बस्छ। अनि मुनि बस्दा हामीले राख्ने कसरी त भन्दाखेरि देखिराख्नु भएको छ गाइस यो पोस्चर छ नि खाली पोस्चर यो खाली पोस्चरलाई चाहिँ फ्रन्टमा राख्ने है फ्रन्टमा राख्ने अनि यो जुन भाग छ यसलाई चाहिँ ब्याकमा राख्ने। माथिको टपको पोस्चर टपको ट्रेल पनि सेम तरिकाले राख्ने। अब यसमा भएको एक्सेसरिजहरु यसमा कस्तो कस्तो एक्सेसरिजहरु आउँछ के आउँछ त भनेर चाहिँ म तपाईलाई देखाउँदै छु। यसको एक्सेसरिजहरु चाहिँ मैले इप्साको लिएको छु मेरो ट्रेल पनि इप्साकै हो। यो इप्सा भन्ने चाहिँ इन्डियन कम्पनी हो हैन नर्मली राम्रै कम्पनी ब्रान्ड छ नेपालमा। यसको एक्सेसरिजहरु पनि अब राम्रै छ। यो चाहिँ हाम्रो सफ्ट क्लोज हो हैन यो चाहिँ हाम्रो यसरी बस्छ है यसरी बस्छ यो प्रोफाइल भित्र हामीले चाहिँ यहाँ छिराउनु पर्ने हुन्छ यसरी यहाँ मैले अलरेडी छिराइसकेको छु। अहिले म देखाउँछु तपाईलाई फिटिङ गर्दाखेरि कसरी छिराउँछ भनेर। यो सफ्ट क्लोज हो यसमा चाहिँ यस्तो हुन्छ अलि साह्रो छ है देखिराख्नु भएको छ ल। अब यो हाम्रो डुवारा उताबाट आउँछ यसरी लक भएर जान्छ है। हाम्रो व्हील चाहिँ यहाँ आएर ठोकिन्छ यो बस्ने यो चाहिँ माथिबाटको व्हील हो। माथिबाटको व्हीलमा यस्तोमा ब्रस हुँदैन यो चाहिँ अलि कस्टली भनौं न अलि कस्टली खालको व्हील हो। अर्को नर्मल पनि हुन्छ नर्मलमा चाहिँ के हुन्छ भने यस्तो फिक्स यस्तो हुँदैन अनि यो यसरी अब पप भयो भने चाहिँ के हुन्छ भने हाम्रो माथि ग्यापहरु आउँछ नि त अलिकति तल माथि भयो भने पनि ट्यागको कुद्दै आफै पुश भएर यसरी आफ्नै ब्यालेन्समा आउँछ है। यो चाहिँ त्यो भएर यो माथि बस्छ अनि हाम्रो यो सफ्ट क्लोजमा आएर चाहिँ यहाँनिर यो अड्किने ठाउँमा यो देखिराख्नु भएको छ यहाँनिर चाहिँ हाम्रो यहाँ अड्किन्छ है अनि सट्ट लाग्छ। अहिले म देखाउँछु। अब यसमा लाग्ने यो व्हील यो माथिको मुनिको व्हील कस्तो हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर ब्रस हुन्छ ब्रस देख्नु भयो होला अलि ठुलो पनि हुन्छ माथिको तुलनामा। अब यसलाई चाहिँ हामी यसरी राख्छौं अनि यसमा चाहिँ हामी आफ्नो यो वार्डरोबको डुअर छ यसमा हामीलाई यसरी चाहिँ हामी डुअरलाई चाहिँ राख्छौं है त गाइस। डोन्ट स्किप है डोन्ट स्किप यो त स्किप गर्नै नहुने कुरा हो तपाईहरुलाई यदि चाहिएको हो भने। हाम्रो एक्सेसरिजहरु चाहिँ यस्तो हुन्छ एक सेटमा चाहिँ अब दुईटा
डुवरलाई पुग्ने एक्सेसरिज हुन्छ। त्यस पछाडि हामी फिट गर्छौँ ह्यान्डल अब स्लाइडिङ डुवरमा ह्यान्डल त चाहिहाल्यो, ह्यान्डललेस बनाउँदा पनि हुन्थ्यो। मैले चाहिँ अब यो एक्सेसरिज स्टेनलेस एसएसको लिएको छु, यो फिट हुन्छ। त्यस पछाडि डुवरमा अब हाम्रो लक त राख्नु परिहाल्यो, लक यस्तो छ, यो चाहिँ हाम्रो साइडमा बस्छ है, यस्तो मन देखाउँछु तपाईँलाई, यो हाम्रो साइडमा बस्छ। जस्तो अब यो भयो नि त हाम्रो यो डुवर भयो भने चाहिँ, यो डुवर भयो भने चाहिँ हामीले यसरी राख्ने हो, अलिकति खाँच खोल्नुपर्छ। यो भित्रको भाग पोस्टर जति चाहिँ भित्रको पोस्टर जतिमा चाहिँ हामीले खाँच खोलेर यसरी राख्नु, यति नै हो यसमा हुने एक्सेसरिजहरू चाहिँ, व्हिलहरू। अब गाइस यो फिटिङ कसरी गर्छ होइन, हामीले गर्ने के प्रोसेस हो चाहिँ म अब यो पछाडि भन्छु तपाईँलाई। स्टे ट्युन्ड होइन, डोन्ट स्किप है, भिडियो स्किप गर्नुभयो कि तपाईँ छुट्नु भयो क्या, तपाईँ पछि रहिहाल्नुहुन्छ। यस्तो भिडियो यस्तो नलेज भनेको चाहिँ हामीले बाहिरबाटै लिने हो क्या, यस्तो नलेज चाहिँ तपाईँलाई कोही मिस्त्रीले आएर हात समातेर सिकाउँदैन यस्तो काम चाहिँ। मैले पनि अब यसरी बाहिरैबाट युट्युब हेर्दा हेर्दै अनलाइन रिसर्च गर्दा गर्दै सिक्या हो होइन। अब के प्रोसेसिङ हुन्छ म तपाईँलाई बताउँछु है त। ल त साथीहरू, अब यो प्रोफाइललाई कसरी कटिङ गर्नु, म पहिला प्रोफाइल कटिङ गर्छु। यो चाहिँ हाम्रो मुनिको प्रोफाइल हो। प्रोफाइल कटिङ हेर्दाखेरि यो चाहिँ मैले 13 फिट लामो हुन्छ, यो चाहिँ कम्पनीकै अब कम्पनीबाटै कटिङ भएको। यो बेसलाई चाहिँ बेस मानेर होइन हामी नाप्छौँ। हामीले बेस नाप्नु पर्यो यसरी, यसलाई चाहिँ म यहाँनिर काटिदिन्छु। म चाहिँ पाउने इन्चीको जिप्सन स्क्रू पुरा गर्दैछु गाइस। अनि तपाईँलाई यदि यो कभर गर्नु छ भने चाहिँ भित्र राख्नुभयो हुन्छ होइन। मलाई चाहिँ अहिलेको कन्डिसनमा चाहिँ म यो कभर नगर्ने, यसलाई बाहिर फेसमै देखाउने हो। अनि त्यो भएको कारणले गर्दाखेरि म बाहिर लेबल गर्दैछु। तपाईँलाई कभर गर्नु पर्यो भने भित्र यसरी टच गरेर यहाँ ग्याप गरेर पट्टी अर्को राख्न सक्नुहुन्छ है त। गाइस यो हाम्रो छ नि, यो हाम्रो हाइड्रोलिक, यो हाइड्रोलिक चाहिँ प्रपर मुभमेन्ट भएको छैन है। अब यो किन भएन भनेर चाहिँ म तपाईँलाई भन्छु, पहिला गरेर देखाउँछु तपाईँलाई होइन। यसलाई चाहिँ म यसरी तान्छु होइन, अब छोड्छु है, यसको मुभमेन्ट हेर्नु होला। त्यहाँ पुगेपछि खडक गरेर जान्छ हो, देख्नुभयो होला नि होइन। वान्स हो छोड्यो। यो चाहिँ किन यस्तो भइरहेको छ भन्दाखेरि चाहिँ हामीले हेर्दा यो हाइड्रोलिकको हेर्नुपर्छ पार्ट्सलाई। यसलाई खोलौँ हल्का है, यहाँ देख्न सक्नुहुन्छ गाइस। यसको चाहिँ यो पार्ट्सहरू छ नि, यो देखिरहेको छ नि, यो बाहिर छ क्या। यसले चाहिँ हाम्रो हाइड्रोलिक के हुन्छ नि, यो जुन हाम्रो ग्यापमा बस्ने हुन्छ त्यसलाई चाहिँ दायाँ बायाँ धकेलेर, अनि हाम्रो जुन यो छ नि यो भाग चाहिँ हाम्रो यहाँ ठोकिन्छ क्या। अनि ठोकेर यसले अड्काइदिन्छ। अब त्यो नहोस्, मुभमेन्ट राम्रो होस् भन्नलाई चाहिँ हामीले यसलाई यस्तो गरी खाँच्चिने मिलाइदिने है। बडालीले तपाईँले भार मारिदिए पनि हुन्छ, तर खाँच्चीले राम्रो मिल्छ, किनभने खाँच्चीले ब्यालेन्स पनि गरिदिन्छ नि त। यसरी यस्तो बाहिर निस्केकोलाई चाहिँ हामीले खाँच्ची लाएर सक्दिने है त। अब के भयो त, प्ले हुन राम्रो पाउँछ। भयो अब छैन। अब चाहिँ यो यहाँ आएर ठोकिँदैन, अनि मुभमेन्ट राम्रो हुन्छ। म लाउँदैछु हेर्नु होला, यसलाई चाहिँ यसरी लाउने हो। यो पनि बराबर हुनु पर्यो होइन। अब हामी कसिदिउँ यसलाई, कसेर ट्राई गरौँ नि त एकचोटि। यसरी अब अहिले देख्न सक्नुहुन्छ, अहिले छुको छैन के, देख्नु पनि अहिले हल्का छुको छैन। अब छोडिदिउँ। गुड गुड। अब यो गुड।
ल कसिदिन्छु मैले यसरी। देख्न सक्नुहुन्छ गाइस मैले प्लाई चाहिँ काटेर रेडी गरिसकेँ र तपाईँले खापा बनाउँदाखेरि जहिले पनि 19 mm प्रयोग गर्नु होला। 19 mm प्रयोग गर्दाखेरि चाहिँ के हुन्छ भने बोर प्लाई हो नि त, बोर प्लाई भएकोले गर्दाखेरि ब्यान्ड इस्यु अलिक कम हुन्छ, ब्यान्डिङ इस्यु। ल यहाँ हेर्नु होला, ल कटिङ भइसक्यो। अब म यसमा चाहिँ यसको मेन टपिकमा आउँछु। यसमा व्हिल, अब व्हिल फिटिङ गर्छु मैले। अब यसको व्हिल आउँछ, म यसको प्रिन्ट चाहिँ बाहिरै राख्नेवालामा छु। हाम्रो व्हिल चाहिँ यस्तो हुन्छ, अनि यो व्हिल चाहिँ यसरी राख्ने हो क्या, यसलाई केही पनि गर्ने होइन। यो व्हिलको लागि अलिकति, यो फेसको लागि चाहिँ अलिकति यहाँ खाँच खोल्नुपर्ने हुन्छ, म त्यो खोलेर देखाउँछु। र म यो व्हिल चाहिँ मेरो अब यो पल्ला अलि लामो भएको कारणले गर्दाखेरि म चाहिँ मुनिको व्हिल चाहिँ अलि भित्र राख्दैछु, समथिङ 6 इन्ची भन्दा भित्र राख्दैछु, 6 इन्चीदेखि। तपाईँलाई जतिमा आवश्यक पर्छ मुनिको त्यतिमै राख्दा मिल्छ, तपाईँको केही फरक पर्दैन। मुनिको माथि चाहिँ हाम्रो ट्राउजरको हिसाबले राख्नुपर्ने हुन्छ त। यसरी यो भाग चाहिँ हामीले अलिकति भित्र लाउनु पर्ने हुन्छ त। म चाहिँ 1 लाइन जति भित्र राखिदिन्छु यसलाई गाइस। यसरी खाँच खोल्नुपर्छ है गाइस, थोरै त्यसको पोस्चर बस्ने जति चाहिँ। तपाईँले त्यो अर्को नर्मल स्लाइडिङहरूको जस्तो चाहिँ पुरै कपेर हाल्नु पर्दैन यसमा। यही चाहिँ सजिलो छ यसको, बस्यो भने त गाइस। गाइस अब यो माथिको व्हिल चाहिँ त्यहाँ सेटअप गर्नको लागि चाहिँ हामीले व्हिललाई के गर्नुपर्छ भने पहिला यो सफ्ट क्लोजमा लिने होइन, त्यस पछाडि यहाँ सफ्ट क्लोजमा राख्ने क्या होइन, सफ्ट क्लोजमा लिने। अब यहाँबाट कतिमा आइरहेछ त व्हिलको काम, यहाँ मलाई 3.5 इन्ची देखाइरहेछ होइन, यहाँ 3.5 इन्चीमा आएर चाहिँ यो लक हुन्छ है। अब हामीले यो माथिको व्हिल राख्दाखेरि चाहिँ 3.5 इन्चीमा राख्नु पर्यो। यो माथि हामीलाई अघि के सफ्ट क्लोजले के देखायो भने 3.5 इन्चीमा राख्नु भनेछ नि त। 3.5 इन्ची भन्दा यता राख्ने हो यसलाई है। यसलाई चाहिँ दायाँ बायाँ गर्न मिल्दैन, माथि जस्तो छ त्यसरी गर्ने हो है। यसको पनि अलिकति खाँच खोल्नुपर्ने हुन्छ। गाइस देखिहाल्नुभयो त्यो क्लिन भएको छ। यसमा चाहिँ माथिको यो यसलाई यसरी राख्ने हो त, यसको अलाइनमेन्ट चाहिँ यस्तो राखिदिने हो है। म कसेर देखाउँछु तपाईँलाई। मैले चाहिँ 1.5 इन्चीको कालो किला स्क्रु, जिप्सन स्क्रु प्रयोग गरिरहेको छु त गाइस। यसलाई राख्छु। माथिको तपाईँले लक गर्नुभयो, तर मुनिको लक गर्नु पर्दैन। किन हाम्रो भने यहाँ ट्रेलमा छिर्नुपर्छ है त गाइस। म अब एउटा राखेर देखाउँछु तपाईँलाई। म पहिला भित्रकोमा छिराउँछु। ल अब हेरौँ है त, तान्छ तान्दैन, तान्न चाहिँ तानिरहेछ स्मुथ। देख्न सक्नुहुन्छ गाइस, हाम्रो चाहिँ स्लाइडिङ डोर चाहिँ फिट गरिसकेँ मैले। कम्प्लिटली डन भइसक्यो है, चल्न नि स्मुथ चलिरहेछ, देख्नुहुन्छ। ल मजाले चल्यो है। यसको सम्पूर्ण प्रक्रिया त मैले तपाईँहरूलाई देखाइसकेँ कसरी गर्ने भनेर होइन। अझ बुझ्नु भएन अथवा तपाईँलाई के डाउट छ भने चाहिँ
मलाई कमेन्ट गर्न सक्नुहुन्छ होइन, मेसेज गर्न सक्नुहुन्छ है त कसरी गर्नु भनेर। म अन्य भिडियो पनि यसरी बनाएर ल्याउँछु। अब चाहिँ मैले स्लाइडिङको काम चाहिँ सकिसकेँ। अब यसमा बाहिरको कामहरू छ, अब त्यसको पनि डिटेल रूपमा म भिडियो बनाउँछु। स्लाइडिङको लागि चाहिँ तपाईँहरूलाई मैले सम्पूर्ण जानकारी दिइहालेँ। फाइनली गाइस टोटली अब भइसक्यो। तपाईँले गरिदिनु पर्ने चाहिँ के हो भने अब लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला होइन। अरू साथीहरूमा पनि पुर्याइदिनु पर्छ यस्तो कुराहरू जानकारीहरू होइन। नजानेको कुरा तपाईँले सोध्न सक्नुहुन्छ यता